चाहिँ टक्क लाएर विशाललाई भेट्न जाँदै रिजन चाहिँ पछाडि पछि अनि अगाडि चाहिँ अनिस दाइ हुनुहुन्छ। हामी चाहिँ कुलोबाट हिँड्दैछौँ। रिजन त्यहाँ पुरा फोटोग्राफी लिँदै। त्यही हो अब हामी वाक गर्दै आज होइन टक्क लाएर एक्सर्साइज पनि हुन्छ। अनिस त्यहाँ अगाडि हिँडिरहनु भएको छ। त्यहाँ देख्नु होला अलि डल्लो मान्छे छन् होइन सायद 5 फिट 6 इन्च होला अगाडि हिँड्दैछन्। त्यही हो अब मेरो भ्लगमा सबलाई स्वागत छ है। अहिले भन्दैछु किनकि अघि रिजनको फ्यान्टास्टिक मुभमेन्ट क्याप्चर हुँदै थियो नि त। त्यही भएर अहिले इन्ट्रोड्युस दिन्छु। मेरो नाम प्रतीक बडा छ कि होइन। त्यहाँ डल्लो मान्छे अगाडि हिँड्दैछन्। मलाई अब बेलुका ब्लग हेरेर मार्छ होला कि अवस्थाले कि होइन। त्यही नि केही छैन तपाईँहरूको लागि हल्का फुल्का त भन्नु परिहाल्यो नि डल्ले मान्छे भनेर। अब म अन्त अलिकति डल्लो छन् त्यही नि केही छैन। अब आज चाहिँ अञ्जन दाइ विशाल दाइ र अमन दाइ आउँछन् होला सायद। हामी चाहिँ यहाँबाट 3जना टोली आन्दोलन यसो हिँड्दैछौँ। कसलाई मैले भनेको छैन डल्लो मान्छे हो ल साथ सोध्नु न कसलाई मैले भनेको छैन केटा कमेन्ट आउनु। मैले के भनेको छैन अहिले चाहिँ यत्तिकै कुट्ने क्या मलाई त। रिजन मैले के भनेको छ त रिजन भन त के भनेको छ र भनेको भन त। रिजन बोल्दै बोल्दैन त। रिजन इसारामा बोल्छ पढ्नुपर्छ। रिजन मोहन धारानमा छ आज होइन। हरियाली कस्तो राम्रो छ है हाम्रो। त्यो हेर्नुहोस् पुरै मौसमै कस्तो छ पुरै मौसम जस्तो भयो नि हेर्नु क्या खतरा भ्यू छ नि हाम्रो डाँडो यो पुरै यो हरियाली के अरे गाउँ होइन यो त त्यस्तो नभन न। यस्तो भ्लगमा यस्तो रेपले बनाउनु हुँदैन। यो भाइलाई यसो जिस्काउँछ यस्तो भाइले के छ भाइ के गरेर त्यो हिँडेको भ्लग देखाएको अनुहार देखा नि त्यो अनुहारमा बोल बनाउन पनि सिकाउनु पर्छ। त्यही अनुसार सिकाउने हुन्छ होइन। माथि तलबाट कस्तो एङ्गल आउँछ कि मेरो जलाइन आउँछ नि त। के भने तपाईँ त्यस्तो नहुनु न। तपाईँ आफू उठ्छन् भनेर डल्लेछन् भनेर अग्लो अनि मलाई त यस्तो थिचेरै हो कि यसो थिचेरै हो कि म डल्ले भएको। मैले थिचेर चाहिँ कसरी भयो यसो डल्लो चाहिँ मैले त तपाईँले थिचेरै डल्लो भएको लाग्छ मलाई चाहिँ। तपाईँले मलाई अग्लो हुनै दिँदैनन् कि सराब दिएको होला कुन चाहिँले त्यो अग्लो हुनै दिँदैनन् मलाई। बुढीलाई हेरिस होला त सराब दिएको हेरि रिजन आफ्नै पाल आफ्नै ताल भन्नु यतिकै मैले त्यो भएर बोलाउ नि भाइ जाने हो घुम्न जाने किडन्यापर जस्तो अरे होइन। भाइलाई गएर होइन चक्लेट खुवाउँथेँ चक्लेटकै बियोस पार्ने होइन अब हाम्रो यहाँ एउटा अस्ति भर्खर के अरे भदौबाट होइन भदौबाट चाहिँ बस्तार खुलेको छ। अनि त्यही चाहिँ त्यो बस्तारको चल्दैन भदौबाट त हो नि। ए योभन्दा अगाडि वर्षको होइन यही वर्षको भदौ हो। योभन्दा अगाडि वर्षको होइन। यहाँ चाहिँ यो घर चाहिँ मलाई खतरा लाग्छ क्या राति होइन। यहाँ एउटा सेन्सर लाइट छ त्यही भएर म यहाँ लाइट बल्छ कि बाटोमा लाइट बल्छ अनि रमाइलो लाग्छ मलाई। अहिले त कहाँ भन्छ लाइट यस्तो उज्यालो छ आकाश बोल्दैन मात्र। ल अब हामी विशाल दाइकोमा भेटौँ ल। 4 मिनटको यहीँ भिडियो भइसकेको छ। अब हामी ठ्याक्कै एउटा कट आउँछ सिधै उता डाँडामा एउटा कट आउँछ होइन। ल हामी यहाँ टेलिपोर्ट भइसकेको छौँ। अघि हामीले उता त्यहाँबाट भिडियो लास्ट कट गरेको थिएँ। अहिले हामी ठ्याक्कै यहाँ आइपुगेछौँ होइन। साथीहरू टक्क हामीलाई मेरो पछाडि चाहिँ अङ्कित हुनुहुन्छ। धेरै अघिल्लो मान्छेले देखिन्छ त्यो ट्याक्कै देख्दैन हो। अनि त मेरो कपाल कस्तो भन्नु एकचोटि आज कपालको बारेमा तासेको जस्तो त भन्दै सकेको छैन। कहाँ तासेको छ लक्ष्य
काठ तास्ने हुन्छ नि त्यो ठ्याक 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 हान्ने हानेर त्यो तास्ने जस्तो क्या त्यस्तो छैन छ त यहाँ हेर्नु कपाल ल कतिमा काट्यो त के भयो यो के भयो यो के अरे यो मैले कतिमा काट्यो होला के सुन्नु कतिमा काट्यो काटिस होला नि तँलाई त एक्सपेरिमेन्ट गर्न लगायो होला फ्रीमा होइन नि यो 10,000 करोड दिएको मैले यस्तो बार बोलाएको 10,000 करोड लिएको कि दिएको त कपाल तैँले काट्नु लिने पैसा पनि पिपल बोटमा आइसकेका छौँ अब अमन दाई घरबाट निस्केको छैनन् रे विशाललाई लिन जान्छु भने विशाललाई कल छैनन् रे त्यो बुढाले अलिक गल्ती गरेको थियो त्यसलाई मेरो अनुमानमा तेरो अनुदान अनुहारमा होइन भने अनुमान अनुदान रहेछ अनुदान होइन अनुमान कस्तो गल्ती चाहिँ के गरे त्यो आन्दोलनमा सिक्री लगाएर हिँड्नु भनेको होइन त्यसले आन्दोलनमा सिक्री लाउनु भन्दा नि त्यसले नदेखाउनु पर्ने र एक्टिङ हान्ने जस्तो लाग्यो क्या मलाई त्यसले खै अब होइन होला त्यस्तो नभए त्यतिकै अनि फेरि अर्को भिडियो देखाएको के सिक्री भेटेको क्या होइन के गर्न सकिन्छ र अब यो जिममा आउनु भनेर जिमको प्रमोसन गरिदियो ल हो फेमस भयो अन्त फेमस भयो क्या त्यो त्यो पनि लाइक खतरा आइस त्यो होइन मेरो नि एउटा नक्कली सिक्री बनाउनु पऱ्यो अनि यहाँ जाउँ अनि हराइदिउँ डोडी बाँधेर जा न जोडी भन्यो के को सिक्री ओइ खतरा थाहा रहेछ त ग्रिनमा थाहा रहेन है यस्तै के हो जिपे हो नभए जे पनि जिप त जिपे हो अनि नट इन्टु कार नट इन्टु कार किन ल एकचोटि हामी सोध्नु खतरा रहेछ तर मलाई राम्रो लाग्यो टस गर्ने यहाँको बाटो फेरि कस्तो खपिस बाटो छ होइन बिग्रेको बाटो यहाँ हेर्नु न गाडी चाहिँ जाँदैन यहाँबाट बरु बाइकहरू जान्छ यस्तो बाटो सधैँ राम्रो बाटोलाई नि बिहायो क्या त्यसलाई पुरै ढलान्छ नि यो बाटो मैले के भन्दो रहेछ भनेर मैले त्यसो हेरेको त थिएन ढलान गर्दो रहेछ जस तर जस हिँड्ने राम्रो नै थियो ठिक ठिकै तर उता चाहिँ छ क्या बिग्रिनु त उता अलिक पछाडिपट्टि यहाँ त खतरा ठाउँ छ क्या फेरि क्रिकेट खेल्दा हुन्छ नि साथीहरू होइन त्यहाँ चाहिँ भाइहरू छन् होइन टक्क लगाएर भाइ बहिनीहरू छन् म पनि क्रिकेट खेल्छु भनेर एकचोटि सोध्नु जाउँ होइन अब खेल्नु दिन्छ दिँदैन थाहा भयो अब टेनिस गएर चाहिँ सोध्छु है त हुन्छ है ल जा नगर्नु देखाउँछ है कस्तो मुलाएर तपाईँलाई जस्तो केमा सम्बन्ध होइन त्यहाँ गएर त लिँदै जा न त्यहाँ सोध्दै जा न भ्लग बनाउँदै लस्छु त है त अब के भन्छ न भाइहरूले होइन ओ भाइ म पनि खेलौँ किन म बलिङ हान्छु तिमी ब्याटिङ गर न त तिम्रो ब्याट हो त्यो एक म बलिङ मात्रै गर्छु हुन्छ बहिनी बहिनी म तिम्रो खेल्नु पाउँदैन बहिनी तिमी ब्याटिङ गर नि त म बलिङ गर्छु हुन्छ चाहिँ त्यहाँ बसेर पाउनु न अनिस्ताले मैले जानेको छ डल्ले अनिस्ताई अनि अर्को डल्ले रिजन पनि छ त्यहाँ यहाँ डल्लै भिडियो बनाउँदैछन् हुन्छ कि हुँदैन भन न ओ बहिनी हुन्छ बलिङ गर्छु म हुन्छ नि बहिनी बलिङ मात्रै गर्छु म ब्याटिङ गर्दिनँ मलाई ब्याटिङ आउँदैन बलिङ नि आउँदैन होइन यत्तिकै के ल म फिल्डिङ गर्छु ल क्याच गर न भाइ क्याच गर क्या दौडिनु न भाइ दौडियो तिमीलाई मैले सिकाउनु पर्छ बल हानेर चाहिँ होइन के छ भाइ त्यो भन्न पाइन्छ र त्यो बलिङहरूमा नि भिडियोमा ल राम्रो प्रहार आउट 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 तर खोइ त सिधै आउट छ त खतरा हाने है भाइले ल बहिनी रिसायो ल बहिनी रिसायो है बहिनी रिसायो खेल्न दिने अरे क्या त्यो ठ्याक्कै त्यो क्लिप हुन्छ नि त्यो आउट भयो भने खेल्न नदिने होइन ल बहिनी रिसायो क्रिकेटको माहौल होइन सही भएछ ल
बहिनी रिसायो अब हामी अब म्याच क्यान्सल क्या सिधै अब बहिनी रिसायो भनेपछि होइन जसको ब्याट बल हुन्छ नि त्यो आउट भएपछि क्या गेम सिद्धो क्या हो कि नि केटा मैले भनेको कुरा त्यही हो क्या हरेक हाम्रो बच्चावाला पनि त्यही हुन्थ्यो क्या अब ब्याट बल जसको हुन्थ्यो नि त्यो आउट भयो भने होइन त्यो घर गइदिन्छ क्या ब्याट बल बोकेरै त्यही भएर आउट होइन भन्नुपर्छ तर मैले बिचरा बहिनीले आउट हो भन्ने होइन सही भएछ यहाँ हुन्छ डल्लेहरू बिहान द सिन पनि रहेछ होइन अहिले म त्यहाँ क्रिकेट खेल्न गएको भर्खरै हेरिहाल्नु त खेल्न त कसले दिन्छ खेल्न गएको जस हेर्न गएको भनौँ न उसो खेल्न पाएँ कि पाएन थाहा छैन खोइ त्यतिकै के भन्यो कराइरह दियो कि दिएन फुच्चीहरू यही जत्रो छ फेरि फुच्चीहरू पनि हाइट पनि उत्रै मतलब बच्चाहरूको बिचमा झन् हराउला जस्तो छ हो यो त आम्मा के हो केटाहरू त खेल्छन् क्या हो खेल्न जा ओइ के गरेर फिल्डिङ बस्याला यो बच्चाहरूको साइडमा अर्को बच्चा फिल्डिङ त्यो फुच्चे जत्रै रहेछ हो यो त छ्या त्यो सानो फुच्चे उयो फुच्चे जत्रो क्या उयो पछाडिको यो फुच्चे छ नि यो फुच्चे यो पछाडिको क्या पछाडिपट्टिको ओ त्यत्रै छ एउटा यसलाई त दिन्छ कि दिँदैन होला यो त खेल्न नि दिँदैन होला यसलाई त खेल्न दिए त हुन्थ्यो यो क्रिकेट हेर्दै डल्ले खेल्न गएको थियो नि त अनि यत्रको खेल्न दिन्छ त यहीँको फुच्चेहरूलाई त खेल्न दिँदैन रहेछ यो बहिनी त होइन आउट 3-4 चोटि आउट भइसक्यो त्यही नि ब्याट चाहिँ दिँदैन रहेछ हौ खेल्नलाई त्यो भाइहरूलाई त खेल्न दिँदैन रहेछ आफै त्यो ब्याटिङ त जहिले ऊ मात्र गरिदिरहेछ अनि बिचरा फुच्चेहरू यिनीहरू त बलिङमै खुसी भइरहेछन् ऊ रमाउँदै ऊ कुदेको हेर रमाउँदै कुद्दो रहेछ ऊ यो फुच्ची चाहिँ एक्लै खेलिदिरहेछ यो फुच्ची यस्तो मान्छे चाहिँ फेरि काम लाग्दैन है फेरि किन भन्दाखेरि सबलाई खेलेपछि खेल्न दिनुपर्छ सबैलाई आफ्नो ब्याट छ भन्दैमा घुर्की लाएर अरूलाई बलिङ गर्न लाउने आफू ब्याटिङ मात्रै गर्नु हुँदैन ब्याटिङ त राम्रै गरिदिरहेछ फुच्ची तर आउट भएपछि दिँदैन रहेछ क्या आज त्यस्तै भयो आज विशाल दाइ आउनु भएन जिम जानु भएको थियो अनि जिमबाट आउँदा ढिला भयो अनि राति पनि भइसक्यो अब किन आयो त्यस्तो भयो हिट पनि आइसक्यो के भइसक्यो तर विशाललाई चाहिँ भइसकेको छैन कि आएको त्यही भएर यहाँ अब भलिबल खेल्दा रहेछ केटाहरूले यसो भलिबल चाहिँ नखेलौँ अब अहिले पनि क्रिकेट खेल्दा जस्तै खेदाउला यहाँ पनि हराउँछस् त्यहाँ त हराइस् त्यो फुच्चीहरूसँग त हराइस् अब त्यहाँ भलिबलको मात्र भन्छ त्यो गायब भएर कहाँ छ मेरो छोरो भनेर तिनजना आउँछन् आउँदैन अब यिनीहरू पनि घर जान्छन् अब सास पनि भयो सो भिडियो खिचेर चाहिँ हेर त हुन्छ हौ ल्याम्प बलेन यत्रो बाइक आउँदा त बलेन बल्यो भर्खर बल्यो सेन्सर बल्यो मैले यही घर त्यही भएर मलाई खतरा लाग्छ भने केटाको यो घरमा लाइट बल्छ क्या तर मेरो मभन्दा अगाडि आएर अर्को बाइकले बोलाइदियो होइन त्यही हो अब अहिलेको पिस आउट फेरि अलिक पिस छ